Hello and namaste. Welcome to my new video. So guys, आज हामी चाहिँ उता हाम्रै बारबक सुलीकोटको रम्तेल पार्क भन्ने छ अरे हैन। अब त्यहाँ जाँदै छौं घुम्न। त्यहाँ गएपछि अब कस्तो हुन्छ अनि म तपाईहरुलाई पनि देखाउँछु हाम्रो रम्तेल पार्क हैन। गाइज हेर्दै गरौँ होला। So guys, हामी त अब जाँदै छौं। यस्तो अफरोड छ हैन। यो अफरोड पुरै आज हामी घुम्न जाँदै छौं। गाइज हाम्रो बाटो चाहिँ यस्तो छ हैन। बाटो चाहिँ बवाल छ हैन। अफरोडमा अलिक बिस्तारै आऊ है तिमी। बिस्तारै आऊ है। आउँदै होला। साइड लाइट झरेको थियो, हिजो झरेको त्यो हाल्दै। त्यही रहेछ अरे। साइड लाइट त पुरै झऱ्यो। अब चाहिँ बाटो राम्रो छ है गाइज। बाटो राम्रो छ अनि अब चाहिँ लगभग राम्रो छ। हामी अफरोड चाहिँ सिक्यो। A few moments later. Minutes later. हजुर शीतलमै हाल्नुभयो। टिकट लाग्ने हो। फाइनली हाल्नु हो टिकट। सर्वसाधारणलाई 30, स्थानीयलाई 20, विद्यार्थीलाई 10, विदेशीलाई 50। भित्रको लागि हो कि बाहिरको लागि हो? 9 जना। यो रहेछ जनयुद्ध सङ्ग्रहालय पनि रहेछ यहाँ होइन। हामी के भन्नुहुन्छ? केही नि भन्दैन त। खत्म। बाय बाय, टाटा, गुड बाय, गया। केही भन्दैछ उता गरेर। गाइज हामी रम्तेल पार्क चट्टा लाएर गाइज क्रौ रम्तेल पार्क। रम्तेल पार्क चाहिँ यस्तो बनाएर रहेछ होइन। चाइनिज टुबो सुबो त्यही हो। अलिकति आनन्द शान्त वातावरण रहेछ। यहाँबाट डाँडा काँडा देखिने यस्तो होइन। पुरा देखिन्छ। विशाल दाइ भन्देऊ। बवाल छ होइन। ठिक छ नि त। क्या अरे रम्तेल पार्क।
रहेछ अन्ततिर यो चाहिँ सङ्ग्रहालय हो भित्र चाहिँ खिच्न दिएन गाइस बाहिरबाट देखाइदिएको छु जनयुक्त सङ्ग्रहालय रहेछ त्यही त आउनु होला भित्रै मैले सबै भिडियो देखाइदियो भने त तपाईँहरू घुम्न नि आउनुहुन्न तर एकदम शान्त छ क्या आनन्द छ होइन यो सबै ल यस्तो रहेछ है ढुङ्गामा पुरै शिलालेखहरू रहेछ सबै देखाउनु त सक्दिनँ आउनु होला हेर्नलाई चाहिन्छ ग्याङहरू भाइरल चिलाउने हेर्न जाँदैछ अब के रहेछ त्यस्तो भाइरल होइन हेरिदिउँ के जान्छ राम्रो ओ बन ठाम बना रहेछ भाइरल त के भाइरल अरे कहना क्या चाहते हो बन ठाम रहेछ भाइरल चिलाउने लगाइ यही हो रे भाइरल चिलाउने ल ठिक छ होइन ल भाइरल हुनु पर्यो यो समझ रहे हो ना ल विशाल कस्तो लाग्यो रम्फू पार्क बनाउँदै छैन जे भयो नि सङ्ग्रहालयमा फोटो अलिक आयो भने बाठै आएछ टाइपको हुन्न नि है त्यस्तो थाहा छैन बाटो त यस्तो बवाल छ होइन आउने बाटो नि छ आउनुहोस् तपाईँहरू पनि घुम्नुहोस् गोर्खा हो गोर्खाकै हुनुहुन्छ भने पनि आउनुहोस् बाहिरको हुनुहुन्छ भने पनि आउनुहोस् टिकट पनि सबै छ अघि देखाएको थिएन तपाईँहरूलाई अनि अब यो हो मेन डाँडा यहाँबाट चाहिँ ए मजाले कहाँ देखेको रहेछ डाँडामा सरर आइयो होइन को त्यसो भनेर हुन्छ हामी चाहिँ अब के रहेछ मेन अलि डाँडा यहाँबाट चारैतिर सिन देखिने रहेछ होइन जादु हेर्ने गाई जादु ल सिन चाहिँ बवाल आउँदो रहेछ ल यस्तो छ भिर रहेछ के गर डाँडामा गाउँमा मान्छे नभएर खासै नहुँदो रहेछ मान्छे चाहिँ त्यो पनि हो अलि एकछिन पछि आउँछ होला फेरि टिकट रहेछ नि त टिकट भएर चाहिँ अलिकति कम पनि भयो होला टिकट पनि त्यस्तो छैन क्या एकदम सस्तो छ टिकट नि त्यति धेरै यो हो रम्तेल पार्क हामी आइपुग्यो यो हो गाइस रम्तेल पार्क अब यस्तो छ होइन यो चाहिँ मेन डाँडा हो यो डाँडाबाट डाँडा काँडा सबै हेर्न मिल्छ क्या पुरै यतातिर होइन आज घाम लागेर यस्तो छ तारजाली तल भिरै हो सरर अब यता गएर अब चाहिँ हाम्रो रम्तेल पार्क पुरा फुलहरू रहेछ ओहोइ जाम गाई चाहिँ अब चाहिँ सिद्धियो हामी चाहिँ अब भन्ला
जे भयो नि रमाइलो छ ठाउँहरू आउनु होला एकदम आनन्द शान्त होइन यस्तो आनन्द छ पुरै छोडिदिउँ क्या यहाँ आएपछि त्यो पुरै क्या मनै आनन्द हुनेवाला छ ल गाइस अब हामी जाँदैछौँ बाई बाई केटो कस्तो लाग्यो दामी छ दामी दामी छैन त के भन्छ के भन्नु घुम्न आउनु होला राम्रो छ बन्दैछ अझै राम्रो बन्दैछ लगाएर हामी चाहिँ लाग्यो अब बाई बाई तम्तेर पार्क